लाइन 325 का हाम्रा पूर्व गभर्नर लाइन धीरज गुरुङज्यूको उपस्थित रहेको छ। यो कार्यक्रममा उहाँलाई हामी शान्ति दीप प्रज्वलनका कार्यक्रममा यहाँ सहभागी भएका छौँ। लायन्स इन्टरनेसनल 325C अन्तर्गत नेपालभरिका 15वटा डिस्ट्रिक्टको मल्टिपल लायन्सबाट चाहिँ यो कार्यक्रम गर्ने हामीले सहयोग गरेका छौँ। र आज हामी लायन्स क्लब लायन्स इन्टरनेसनल 325C अन्तर्गत आज हाम्रा देशव्यापी देशभरि नै आजको ठिक 6:30 बजे यो दीप प्रज्वलन कार्यक्रम भइरहेको छ। र हाम्रो फेसबुक लाइभमा यो सम्पूर्ण कुराको दृश्यहरू यहाँ देखाइरहेको छ। र हामी लायन्स क्लब लायन्स इन्टरनेसनल 325C एरिया 5 अन्तर्गत आज हामीले यो धरानको भानु चोकमा यो